राजधानी काठमाडौँबाट केही घण्टाको दूरीमा नुवाकोटको विकट पहाडको काखमा अवस्थित छ दुप्चेश्वर महादेव, जसलाई धेरैले दोस्रो पशुपतिनाथको रूपमा पनि चिन्छन्। तर यो मन्दिर मात्र होइन, यो एउटा यस्तो शक्तिपीठ हो जहाँ मागेको कुरा पुग्छ भन्ने अटुट विश्वास छ। आज हामी तपाईलाई यही रहस्यमय गुफा र यसको नभनिएका कथाहरूको यात्रामा लैजाँदैछौँ। कथा आजभन्दा सयौं वर्ष पुरानो हो। भनिन्छ एउटा स्थानीय गोठालोको गाई दिनहुँ हराउने गर्थ्यो। साँझ गोठमा फर्कदा गाईको थुनमा दुध हुँदैन थियो। एक दिन गोठालोले पछ्याउँदै जाँदा देखेको दृश्यले उनलाई स्तब्ध बनायो। एउटा भिरको अप्ठ्यारो गुफाभित्र गाईले आफै एउटा शिलामा दुधको धारा बगाइरहेकी थिइन्। त्यही शिला नै आजको दुप्चेश्वर महादेव हो। दुधबाट दुप्चेश्वर नाम रहन गएको यो ठाउँको महिमा सुनेर तपाईँ पनि अचम्ममा पर्नुहुनेछ।